बिहानदेखिको सबै काम आफै गर्नुपर्छ भनेर सबै कामहरू सघाइदिएको हुन्थ्यो नि हौ। बाहिर रुम पनि मिलायो कि मिलाएन कुनी? पहिला चाहिँ पढि पहिला चाहिँ पढिनु हरे भनेको यही हो हेर्नु नि यहाँनिर कुन चेलीले छ के हो बिहान बिहानै तिमीले गर्नु गरिरहेको हो? यहाँ मेरो अफिसको काम गरेको देखेन अन्त? हेर्नु त म भित्र किचनमा पनि काम गर्नु पर्यो यहाँ बाहिर पनि काम गर्नु पर्यो यति त मिलाइदिनु न हो। अन्त मेरो पनि त आफ्नै काम छ। काम त सबैको छ नि बडहरूले त सबैले काम त सबैको छ त मिलेर गर्नु पर्यो। म पनि त अब काम सकेर जानु परेन दोकान हुन्छ। तिमीलाई कसले नचाउ भन्नु छ? ल मिलेर काम गर्यो भने मात्रै हुन्छ है। काम गर्दै गर्दाखेरि के साह्रो डिस्टर्ब गर्दै मुड अफ गरिदिएको हो। हेलो कति बेला आयो? आज त छिटो पो आएछौ त। के हो सोनु अन्त तिमी त बोल्दैनौ त? थाकेर हत्तु भएर बेला के बोलिरहनु? एकछिन बोल्नु गर न हो। सुन न बिहान अब मेरो एकदमै मुड अफ थियो होइन कामको स्ट्रेसले गर्दा। त्यसले गर्दा अब तिमीलाई मैले ओभर रियाक्ट गरेँ भन्नु नपर्ने कुराहरू भने एक्सट्रिमली सरी ल। अब तपाईँहरू केटाहरू त्यस्तै हो आफ्नो काम मात्रै काम जस्तो गर्छ हामी घरको कामले त थाक्दैन जस्तो सोच्छ तपाईँहरू नि त। ल केही छैन बितिहाल्यो होइन अबदेखि चाहिँ यस्तो कुराहरूमा म होसियार हुन्छु। ठिकै छ आजको खाना म पकाउँछु नि त बेलुकाको खाना ल। तिमी पनि थाकेको होला है? हुन्छ त्यसो भए हामी यसो गरौँ न फ्रेस हौँ त्यहाँदेखि चिया पहिला पिउँ ल आउनुहोस् ल। ल ल ल म आएँ। जुनै पनि परिवारमा सानो सानो कुरामा मनमुटाउ त हुन्छ नै तर साँचो समझदारीले एउटा घर साँच्चै सफल र सुन्दर बन्दछ।